नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको 994 औं भिडियोमा। आजको भिडियोमा पनि मैले महाशिवरात्रिको अवसर पारेर भगवान शिवको विषयमा केही कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू पनि मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। आज परेको महाशिवरात्रिको अवसरमा सम्पूर्ण दर्शक श्रोताज्यूलाई हार्दिक शुभकामनाका साथ लागौं आजका कथाहरूतर्फ। दर्शक तथा श्रोतावृन्द, सर्वप्रथम लागौं भगवान शिवको पौराणिक कथा र अभिषेकतर्फ। शिव शब्दले त्यो शब्दलाई जनाउँछ जुन शब्दले आदियोगी दुवैलाई जनाउँछ, किनकि यी दुवै पर्याय हुन्। यी जो योगी हुन् अनि त्यो जुन अस्तित्वको आधार हो, दुवै एकै हुन्। किनकि कसैलाई योगी भन्नुको अर्थ के हो भने उनले अस्तित्वलाई स्वयंको रूपमा अनुभव गरेका हुन्छन्। एक स्तरमा एक अर्काका पर्याय भए तापनि दुवै भिन्न भिन्न पक्षहरू हुन्। यो प्रतीकात्मक संस्कृति भएकोले हामी सहजै यसबाट त्यसमा अनि त्यसबाट यसमा ओहोर दोहोर गरिरहन्छौं। यो क्षण हामी शिवलाई शून्यता, जसभन्दा पर केही छैन भनेर सम्बोधन गर्छौं। अर्को क्षणमै हामी शिवलाई ती योगीको रूपमा सम्बोधन गर्छौं जसले मानवतालाई योगको समग्र प्रक्रिया प्रदान गरेका थिए। भगवान शिवको पौराणिक कथा। हामी सबैको प्रिय भगवान शिवको जन्म भएको होइन, उनी स्वयं उद्घोषित हुन् र उत्पत्तिको विवरण पुराणहरूमा पाइन्छन्। विष्णु पुराणका अनुसार ब्रह्मा भगवान विष्णुको कमल नाभिबाट जन्मेका थिए भने शिव भगवान विष्णुको निधारको चमकबाट उत्पन्न भएको बताइएको छ। विष्णु पुराणका अनुसार शिव सधैँ निधारको चमकका कारण योग मुद्रामा रहनुहुन्छ। श्रीमद् भागवतका अनुसार एकपटक जब घमण्डीले घेरिएका भगवान विष्णु र ब्रह्माले आफूलाई आफू श्रेष्ठ हुँ भनेर दावी गरिरहेका थिए, तब भगवान शिव जलिरहेको स्तम्भबाट देखा परे। विष्णु पुराणमा वर्णन गरिएको शिवको जन्म कथन भगवान शिवको एकमात्र बच्चा रूप हो। यस अनुसार ब्रह्मालाई बच्चा चाहिएको थियो। जब ब्रह्माले बच्चालाई रुने कारण सोध्यो, उसले निर्दोष जवाब दिए कि उसको कुनै नाम छैन, त्यसैले ऊ रोइरहेको छ। तर ब्रह्माले शिवलाई रुद्र भनेर नाम दिए, जसको अर्थ हो रुवा। तैपनि शिव चुप लागेन। त्यसैले ब्रह्माले उसलाई अर्को नाम दिए, तर शिवलाई त्यो नाम मन पर्दै परेन र अझै चुप लागेनन्। यस प्रकार शिवलाई शान्त पार्न ब्रह्माले 8 नाम दिए र शिवलाई 8 नामले चिनिन्थ्यो: रुद्र, सर्व, भव, उग्र, भीमा, पशुपति, ईशान र महादेव। शिव पुराणका अनुसार यी नामहरू पृथ्वीमा लेखिएका थिए। विष्णु पुराणको एक पौराणिक कथा पनि यस प्रकारले शिवको जन्मपछि ब्रह्माको छोराको रूपमा रहेको छ। यसका अनुसार जब पृथ्वी, आकाश लगायत सम्पूर्ण ब्रह्माण्ड जलमग्न थियो, त्यहाँ ब्रह्मा, विष्णु र शिव बाहेक अरू कुनै ईश्वर वा प्राणी थिएनन्। तब विष्णु मात्र उनको शेष नागमा पानीको सतहमा लडिरहेका देखे। तब ब्रह्माजी आफ्नो नाभिबाट कमलको नालमा देखा पर्नुभयो। जब ब्रह्मा र विष्णु सृष्टिबारे कुरा गर्दै थिए, शिव देखा परे। ब्रह्माले उनलाई चिन्न अस्वीकार गरे। तब शिवको क्रोधसँग डराएर भगवान विष्णुले उनलाई ईश्वरीय दर्शन दिए र शिवको ब्रह्माको सम्झना दिलाए। ब्रह्माले आफ्नो गल्ती महसुस गरे र शिवलाई छोराको रूपमा जन्माउनको लागि आशीर्वाद मागे। शिवले ब्रह्माको प्रार्थना ग्रहण गरे र उनलाई यो आशीर्वाद दिए। जब ब्रह्माले ब्रह्माण्डको सृष्टि सुरु गरे, उनलाई एउटा बच्चा चाहियो र त्यसपछि उनलाई भगवान शिवको आशीर्वाद प्राप्त भयो। यी रहेका थिए भगवान शिवको पौराणिक कथा। अब लागौं भगवान शिवको सन्दर्भमा लेखिएका केही आधुनिक कथाहरूतर्फ। कथा महादेवको तेस्रो नजर। कथाकार कान्छा प्रसाद तिवारी। राम बहादुर गरिब थियो। ऊ खेतीबारीमा परिश्रम गर्थ्यो। पाखुरीको बलले रुखो भिरालो जमिन जोत्थ्यो। आकाशको भरमा उसलाई वर्षभरि खाना लाउन पुग्ने मात्र हुन्थ्यो। हुर्कँदै बढ्दै गरेका बालबच्चाको पेट भर्न सधैँ धौधौ हुन्थ्यो। भोको पेट भर्नकै निमित्त ऊ गाउँ छोडेर पल्टनमा भर्ती भयो। आफू मेसमा खाना खान्थ्यो।
महिनाको तलब घर चलाउन श्रीमती नक्कलीलाई बुझाउँथ्यो। पल्टनमा भर्ती भएपछि उसलाई धेरै राहत मिलेको थियो। साँझ बिहान कवाज खेल्थ्यो, पेटभरि मासु भात खान्थ्यो। पल्टनको राशन पानीले ऊ हृष्टपुष्ट लक्का जवान हुँदै थियो। पल्टनमा भर्ती भएपछि गाउँमा रामबहादुरकी श्रीमती नक्कलीको खेतीबारीमा काम गर्ने बानी छुट्दै थियो। हरेक महिना श्रीमानले दिने तलबले नक्कली घर व्यवहार चलाउँथिन्। खेतीपाती अर्मपर्म गरेर जेनतेन गुजारा चलाउँदै आएकी नक्कली पिँढीको डिलमा बसेर ऐना हेरेर कोरीबाटी गर्दै दिनहुँ नक्कल पार्ने गर्थिन्। चुहिएको गाग्रोमा जति पानी हाले पनि नभरिए जस्तै रामबहादुरले घरमा जति तलब पठाए पनि नक्कलीलाई घर चलाउन सधैँ धौधौ हुन्थ्यो। छुट्टीमा श्रीमान घर आउँदा नक्कली घर खर्चको बेली विस्तार लगाउँथे। घर खर्चको बेली विस्तार सुनेर हरे कस्तो भाग्य मेरो भन्दै रामबहादुर पुरपुरोमा हात लगाउँथ्यो। एक दिनको कुरा हो। 3 दिनको छुट्टी सकिन साथ रामबहादुर बिहान सबैले पल्टनमा हाजिर हुन घरबाट हिँड्यो। बाटामा हिँड्दै गर्दा उसको मनमा धेरै कुरा खेल्यो। पल्टनमा कमाए जति सबै नक्कलीले स्वाहा पारिछ। मेरी त कस्ती नक्कली श्रीमती परिछ, सधैँ नक्कल झक्कल पार्छे। मैले कमाएर दिए जति सबै स्वाहा पार्छे सोच्दै ऊ बरपिपल चौतारीमा टुसुक्क बस्यो र केही क्षण टोलायो। घरकी नक्कलीलाई के भनोस्, उसले आफ्नै भाग्यलाई दोष दियो, आफ्नै कर्मलाई खोट लगायो। रामबहादुरले दुःख पाएको कुरा कैलाशकोट दरबारबाट माता पार्वतीले हेरिरहेकी थिइन्। दुखी रामबहादुरको दारुण कथा स्वामी महादेवलाई सुनाइन्। पार्वतीले कहेका कथा सुनेर महादेव केवल मुसु मुसु मुस्कुराइरहे, केही बोलेनन्। स्वामी, हजुर त सबैका भोलेनाथ हुनुहुन्छ। त्यो दुखी रामबहादुरको दुःख निवारण गर्नुहोस्, उसलाई केही राहत दिनुहोस्, पार्वतीले अनुरोध गरिन्। सुन पार्वती, जसले जे पाउने हो त्यो कुरा भावीले पहिले नै लेखेका हुन्छन्। उसको भाग्यमा त्यस्तै लेखिएको होला, व्यर्थ किन चिन्ता लिन्छौ? भाग्यको लेखौट कसैले टारेर टर्दैन भन्दै महादेवले भाग्यको महात्मा नै सुनाइदिए। स्वामी, हजुर त देवादिदेव महादेव हुनुहुन्छ। भावीले पुरपुरोमा जे लेखेको भए पनि उसलाई राम्रो वरदान त दिन सक्नुहुन्छ नि। हेर्नुहोस् त, त्यो रामबहादुर अहिले बिचरा दुःखले पिल्सिएर आफ्नै भाग्यलाई धिकार्दैछ। कैलाशकोट दरबारको बरण्डाबाट तल मर्ते मण्डल चौतारीमा औल्याउँदै पार्वतीले देखाइन्। भावीको लेखोट विरुद्ध मेरो वरदान वाक्यले के नै लछार पाटो लाउँछ र? महादेवले निधार खुम्चाउँदै भने। पार्वतीले आफ्नो हट छाडिनन्। बाल हट, राज हट भन्दा पनि बलियो नारी हट विरुद्ध महादेवको पनि के नै लाग्न सक्थ्यो र? आखिर पार्वतीलाई खुसी पार्नकै निमित्त रामबहादुरलाई सहयोग गर्न उनी राजी भए। पार्वती, तिम्रो इच्छा पूरा गर्न, त्यो रामबहादुरको दुःख हर्न म यहाँबाट के गर्छु तिमी हेर्दै जाऊ, महादेवले भने। आफ्नो माग पूरा हुन लागेकोले पार्वतीको मुहारमा मधुर कान्ति छायो। रामबहादुर चौतारीबाट सुस्ताउँदै उठ्यो। बिहानको सूर्यले उकालो चढ्दै थियो भने ऊ ब्यारेक पुग्न ओह्रालो झर्दै थियो। फटाफट लम्कँदै ऊ समयमै ब्यारेक पुग्यो। उसका साथीहरू कवाज खेल्न लाइनमा पहिले नै खडा भइरहेका रहेछन्। हस्याङ फस्याङ गर्दै ऊ लाइनको पछाडि गएर उभियो। उता कैलाशकोट दरबारबाट महादेव पार्वती दुवैले रामबहादुरलाई हेरिरहेका थिए। यता लाइनमा उभिएका सैन्य जवानको हाजिरी कमान्डरले पनि लिँदै थिए। महादेवले सैन्य कमान्डरको दिमागको सियो कैलाशकोटबाटै घुमाइदिए। कमान्डरको आँखा अन्तिम लाइनमा उभिएको रामबहादुरमा पर्यो। कुन बेला यो रामबहादुर लाइनको पछाडि आएर उभिसकेछ। नहिट्ने गोरुको पुच्छर निमोट्नु भन्थे, यसलाई त अगाडि राखेर उभ्याउनु पर्यो सोच्दै उनले आफ्नो जङ्गी स्वभाव देखाए। रामबहादुर, हजुर साहब। सबैले सुन्ला, आजको कवाजको नेतृत्व रामबहादुरले सम्हाल्नेछ। हस् साहब। कसैले नसोचेको सैन्य लाइनको पुछारमा रहेको रामबहादुर फुर्तीसाथ अग्रपन्थीमा आयो। कमान्डरलाई सलाम ठोक्यो। तत्काल उसले कवाजको नेतृत्व सम्हाल्यो। कवाज खेल्न लाइनमा पहिला नै आएर उभिएका उसका साथीहरू भने आपसमा मुखामुख गर्दै थिए। उसले सतर्क, गोडाफाट भन्दै कवाज खेलाउन थाल्यो। आफ्नो नेतृत्वमा कवाज खेलाइसकेर उसले जवान साथीहरूलाई ब्यारेक बाहिर मूल सडकमा दौडाउन लग्यो। महादेव पार्वतीले रामबहादुरलाई हेरिरहेका थिए। दौडिरहेका सैन्यहरूको लहरमा रामबहादुर अगाडि थियो। दौडको नेतृत्व गर्दै ऊ पुलमाथिको सिधा सडक पुग्दै थियो। महादेवले कैलाशकोट दरबारको बरण्डामा जडेका एउटा सुनको इँटालाई त्रिशूलको सहायताले उक्काएर सुटुक्क पुलमाथिको सडकमा राखिदिन साथ दौडको नेतृत्व गरिरहेको रामबहादुरको दिमागको सियो पनि घुमाइदिए। जवान हो, पुलमाथिको सडक सिधा छ, सबैले आँखा चिम्लेर दौड। दौडिरहेका सैन्य जवानहरूलाई रामबहादुरले एकाएक आदेश दियो।
जवानहरू आँखा चिम्लेर दौडदै थिए। पार्वती, हेर त, अब त्यो सुनको इँटा रामबहादुरले पाउनेछ। उसका दुःखका दिनहरू सदाका लागि सकिने भयो। उसका सबै साथीहरू आँखा चिम्लेर दौडदैछन्। अब रामबहादुरले नै त्यो सुनको इँटा टपक्क टिप्नेछ। उसले सुनको इँटा पाएको कुरा पनि केही कसैले थाहा पत्तो पाउने छैनन्। बुझ्यौ पार्वती? महादेव खुसी हुँदै जवानहरूको दौडलाई निहाल्दै थिए। स्वामी, कतै रामबहादुरले पुलमाथिको त्यो सुनको इँटा देखेन भने हाम्रो बरण्डामा जडेको सुन त खेर नै जाने भो। लौ न स्वामी, दौडिरहेको त्यो रामबहादुरको आँखामा सुनको उज्यालो तेज पारिदिनुस् न। सुनको उज्यालो देख्न साथ उसले त्यो सुनको इँटा टपक्क टिप्नेछ। पार्वतीले अनुरोध गरिन्। महादेवले पनि सूर्यको तेज सुनको इँटामा पारेर सुनौलो किरण रामबहादुरको आँखामा टिलिक्क टल्काइदिए। अहो, आकाशमा नि सूर्य, धरतीमा नि सूर्य, यी दुई सूर्यको दोछायाले आँखै पो हेर्न नसकिने भो भन्दै रामबहादुर दुवै आँखा चिम्लेदै सैन्य जवान साथ अघि अघि दौडदै थियो। पुलमाथि सिधा सडकमा आँखा चिम्लेर दौडिरहेका जवानहरूले सुनको इँटा पार गरे। पछाडि परेका एउटा जुम्सो जवान अल्याङ टल्याङ गर्दै हिँड्दै थियो। दौडदै पुल पार गरेको अन्दाज पाउने बित्तिकै जवान हो, आँखा हेरेर दौड, रामबहादुरले आदेश दियो। दौडको पुछारमा रहेको जवानले सुनको इँटा देख्यो। अहो, सुनको इँटा तस्करले खसालेको होला भन्दै उसले टिप्यो। दौडिरहेका सबै जवानहरूको दौड रोकियो। सबैजना आश्चर्यचकित भए। उनीहरूले सुनको इँटा आपसमा भाग लगाउने कुरा गर्दै थिए। घटनालाई निहालिरहेका महादेवले रामबहादुरको दिमागको सियो फेरि घुमाइदिए। रामबहादुर घट्कियो। यो सुनको इँटा कहाँबाट ल्याएको, किन ल्याएको, तलब रासन पानीले नपुगेर किन यस्तो काम गरेको भन्ने केरकारमा पर्यो भने मैले तिमीहरूलाई कसरी बचाउने? लोभमा परेपछि पछुताउनुभन्दा अहिले नै सुनको इँटा जस्ताको तस्तै कमान्डरलाई बुझाउँदा हामी इमान्दार कर्तव्यनिष्ठ ठहरिन्छौं। सबैले कान खुलेर सुन्ला, यसैमा हामी सबैको कल्याण हुनेछ। रामबहादुरको कुरामा सबैले होमा हो मिलाए। सुनको इँटा भेट्टाउने जवानले हात कमाउँदै त्यो इँटा दौड कमान्डर रामबहादुरलाई बुझाए। त्यस दिनको तल्लो तहको दौड कमान्डर रामबहादुर हुँदै उपल्ला माथिल्ला ठूला ठूला कमान्डरको हात हात हुँदै त्यो सुनको इँटा गणपति गणेशजीको हातमा पुग्यो। आफ्नै कैलाशकोट दरबारको बरण्डामा जडित सुनको इँटा देख्ने बित्तिकै गणपति गणेशजी केही क्षण आश्चर्यचकित हुन पुगे। उनी त्यो सुनको इँटा लिएर तत्कालै कैलाश अधिपति महादेव सामु कैलाशकोट दरबारमा हाजिर भए। पितामाता महादेव पार्वतीलाई गणेशजीले त्यही सुनको इँटा झिकिएको बरण्डामा दर्शन भेट पाए। कैलाशकोट दरबारको सुरक्षा व्यवस्था अझ कडा तुल्याउन प्रस्ताव गर्दै बरण्डाबाट हराएको त्यो सुनको इँटा महादेवको हातमा राखिदिए। अन्ततः त्यो सुनको इँटा फर्केर पुनः महादेवकै हातमा पुग्यो। महादेवले त्यो सुनको इँटालाई तत्काल जहाँको त्यही त्रिशूलको बेडले ठोकेर तत्काल जडान गरे। त्यसक्षण महादेव गणेशजीसँग अति नै प्रसन्न भए। माता पार्वती भने बोल बोल माछा मुखभरि पानी सरी भइन्। देख्यौ पार्वती, भावीले यो सुनको इँटाको भाग्यमा हाम्रै दरबारको बरण्डामा सजिएर बस्नु भनेर लेखेका रहेछन्। भावीको लेखोट आखिर कसैले टारेर टट्दो रहेछ र? बुझ्यौ? महादेवले पार्वतीलाई सान्त्वना दिँदै भने। मर्ते मण्डलमा दुखी रामबहादुरलाई राहत दिन आग्रह गर्दा आफ्नै स्वामी महादेवले चालेका इतिश्री कुटिल चालबाजीहरूलाई माता पार्वतीले दिव्य दृष्टि लगाउँदै निहाल्दै थिइन्। त्यस घटनाले उनको लालटमा तेस्रो नजर खुल्दै थियो। दर्शक तथा श्रोतावृन्द, यो कथा के कस्तो लाग्यो? लागौं अर्को कथातर्फ। कथाको शीर्षक कैलाशमा गणतन्त्र। कथाकार राजु अधिकारी। भगवान शिवको पार्वतीसँग बिहे नहुँदै उनका परिवार भने पनि साथीहरू भने पनि नन्दी, भृङ्गी, भूत प्रेत र गणहरू थिए। त्यति बेला उनीहरूलाई महादेवले स्वतन्त्र छोडिदिएका थिए। उनीहरूले आफूले गर्न चाहेको कुरा गर्थे, खान चाहेको कुरा खान्थे, डुल्न चाहेको ठाउँमा डुल्थे। महादेवलाई ध्यानमा बस्दैमा फुर्सद हुँदैन थियो। उनीहरूको वास्ता गर्ने समय कहाँ हुनु? केही काम बिराएमा कहिलेकाहीँ नन्दीले यसो हप्काए जस्तो गर्थ्यो, तर पनि उनीहरूको स्वतन्त्रतामा उसले पनि केही बाधा पुर्याएको थिएन। अधिकांश समय नन्दी पनि महादेवले ध्यान गरेको ठाउँको अगाडि गएर महादेवको ध्यान नसकिदियासम्म थपक्क त्यहीँ बस्थ्यो। तर विवाह गरेर माता पार्वतीलाई महादेवले कैलाश भित्राएपछि पहिलेको उनीहरूको स्वतन्त्रता खोसिएको थियो। माता पार्वतीको आदेश अनुसार निकै अनुशासनमा बस्नु पर्थ्यो। दिएको मात्र खान पाइन्थ्यो। जहाँबाट जे निकालेर पनि खान पाइने दिन सकिएका थिए। जथाभावी फोहोर गर्न पाइँदैन थियो। हरेक कुराहरू सफा राख्नु पर्थ्यो। समय सीमामा बस्नु पर्थ्यो। त्यसैले माता पार्वतीको आगमनले उनीहरूको स्वतन्त्रतामाथि अंकुश लगाएको थियो।
अझ केही समयपछि बालक विनायकको जन्म भएपछि उनीहरूको स्वतन्त्रता र महत्वमा अझ धक्का लागेको थियो। महादेव पार्वती र नन्दीको समय र महत्व बालक विनायकमा गएर अड्किएको थियो। अरूहरूभन्दा पनि गणहरूले यसलाई आफ्नो आत्मसम्मानमा ठेस लागेको रूपमा लिएका थिए। गणहरूले खाए खाएनन्, के गरे, कहाँ गए, कसैलाई वास्ता हुँदैन थियो। उनीहरू आफ्नो त्यो उपेक्षाले गर्दा पार्वती र गणेशप्रति निकै क्रुद्ध थिए। बालक विनायक अलि ठूलो भएपछि उनी गणहरूसँग खेल्न थाले। गणहरूले पहिले पहिले वास्ता नगरे पनि बाल विनायकको बाल चञ्चलता र अबोधपन देखेर उनीहरूलाई पनि माया लागेर आयो। कहिलेकाहीँ विनायकले आफूलाई खान दिएको मोदक ल्याएर गणहरूलाई खान दिन्थे अनि उनीहरू पनि मक्क पर्थे। दिन प्रतिदिन विनायक पढ्दै जान थाले अनि उनीहरूसँगको संगत पनि बाक्लिँदै जान थाल्यो। उनीहरू मिल्ने साथी भए। उनीहरूको त्यसपछि माता पार्वती र बाल विनायक प्रतिको रिस पनि बिस्तारै सिलाउँदै जान थाल्यो। त्यो सबै कुरा पातालमा बस्ने दैत्यका गुरु शुक्राचार्यले नजिकबाट नियालिरहेका थिए। कैलाशमा यदि अस्तव्यस्त वातावरण बनाउन सकियो भने भगवान शिव आफ्नै पारिवारिक अस्तव्यस्ततामा भुल्नेछन् अनि दैत्यहरूले देवतालाई हमला गरे भने उनले त्यतातिर ध्यान दिने छैनन् भन्ने उनलाई लागेको थियो। महादेवको सहयोग नभएपछि दैत्यहरूले देवतालाई सजिलै जित्न सक्थे। तर गणहरू र बाल विनायकको मेलमिलाप भइसकेपछि शुक्राचार्यले चाहेको जस्तो अस्तव्यस्त वातावरण कैलाशमा बन्न सकेको थिएन। त्यसैले दैत्यगुरु शुक्राचार्य एउटा योजना बनाए र तुरुन्तै पाताल गएर दैत्यराजसँग भेटी आफ्नो त्यो योजना सुनाए। दैत्यराजले गुरुको कुरा नसुन्ने कुरै भएन। त्यसैले दैत्यराजले आफूले सबभन्दा विश्वास गरेको कूटनीतिज्ञलाई बालकको रूपमा भेष बदलेर कैलाश जान भन्यो। गणहरू र विनायक खेलिरहेको ठाउँमा पुगेर उक्त बालकले विनम्र रूपमा म पनि खेल्न पाउँछु भनेर सोध्यो। बाल विनायकले तुरुन्तै हुन्छ भनिदिए। त्यसपछि उनीहरू सँगै खेल्न थाले। उनीहरू केही दिनमै साथी बने अनि उक्त दैत्यले गणहरूलाई उक्साएर कैलाशमा उनीहरूले राज्य गर्न पाउनुपर्छ भनेर महादेवसँग माग उठाउन प्रेरित गर्यो। तर त्यो साहस गणहरूमा थिएन। त्यसैले विनायक मार्फत त्यो माग उठाएर उसले गणहरूलाई कैलाशमा उनीहरूले नै राज्य चलाउन पाउनुपर्छ, अर्थात् कैलाशमा गणतन्त्र, गणहरूको शासन प्रणाली हुनुपर्छ भन्ने प्रस्ताव लिएर पठायो। बाल विनायक त्यो माग लिएर पिताजी कहाँ गए। उनको कुरा सुनेर महादेवलाई हाँसो उठ्यो। महादेवले हाँस्दै सोधे, कसले भनेको यहाँ गणहरूले राज्य सञ्चालन गर्न पाउनुपर्छ भनेर? मैले भनेको। हजुर सधैँ ध्यानमा बसेर कैलाशको शासन व्यवस्थामा समय दिन सक्नु भएको छैन। पिताजी, गणहरूलाई राज्य सञ्चालन गर्न दिएर कैलाशलाई गणतन्त्रमा लगियो भने उनीहरूले हजुरले भन्दा राम्ररी शासन गर्नेछन्। मेरो लागि पनि सोच्नेछन्, किनभने उनीहरू मेरा सबैभन्दा मिल्ने साथीहरू हुन्। त्यसैले अहिलेको भन्दा गणतन्त्रमा मेरो रेखदेख पनि राम्रो हुनेछ। कैलाश पनि अझ सुन्दर हुनेछ। सबैले सम्मानित भएर बाँच्न पाउनेछन्। त्यसैले कैलाशमा हामीलाई जसरी भए पनि गणतन्त्र चाहियो। बच्चा भएर यस्तो नचाहिने कुरा नगर। विनायक, तिमीलाई अहिले पनि खानपिन, रेखदेख, स्वतन्त्रता, सम्मान के पुगेको छैन र? महादेवले बाल विनायकलाई सम्झाउन खोजे। मेरो मात्र कुरा होइन, कैलाशमा बस्ने सबैले समान अधिकार पाउनुपर्छ। हजुर नै हेर्नुहोस्, नन्दी र गणपतिको बीचमा असमानता, न समान स्वतन्त्रता छ, न समान सम्मान छ, न समान अधिकार छ, न समान अवसर छ। हामीलाई यो कुरा स्वीकार्य छैन। तिमीले मात्र भनेर भएन नि, अरूहरूले के सोचेका छन् सोधेका छौ? महादेवले उनलाई अझै सम्झाउन खोज्दै थिए। मलाई अरू कुरा मलाई थाहा छैन। हामीहरूलाई जसरी पनि गणतन्त्र चाहिन्छ। विनायकले जिद्दी गरे। ल, म यसमा विचार गरौँला, तिमी अहिले खेल्न जाऊ भनेर महादेवले बच्चालाई फकाउने हेतुले विनायकलाई पठाए। विनायक पनि खुसी हुँदै गएर गणहरूलाई त्यो कुरा सुनाए। तर धेरै दिन बितिसक्दा पनि महादेवले गणतन्त्र दिने कुरा गरेनन्। गणतन्त्रको कुरा सिलाउन थालेको थियो अनि उक्त दैत्यले गणहरू र विनायकलाई पुनः उक्साएर आन्दोलन गर्न भन्यो। विनायकले भोक हडताल गरे अनि आफ्नो सुँडले कैलाशका संरचनाहरू भत्काउन थाले। त्यसमा दैत्यले र गणहरूले पर्दा पछाडिबाट सहयोग गरे। बाल विनायकको त्यो मूर्खता र जिद्दीपन देखेर महादेवले गणतन्त्रको लागि हुन्छ भनिदिए। गणतन्त्र आएपछि गणहरू, गणेश अनि भूत प्रेतहरू सँगै मिलेर भोज गरे। अब कैलाश पहिलेभन्दा राम्रो हुने भयो भनेर सबै खुसी भयो।
गणतन्त्र आएको केही दिनपछि पार्वती आफ्नो पिता हिमालयलाई भेट्न कैलाशबाट हिमालय पर्वतको खरतिर लागिन्। कैलाशमा भगवान शिवलाई पनि ती बालक विनायकलाई स्याहारेर बस्न झ्याउ लाग्यो अनि त्यसै पनि बाल विनायक गणतन्त्रमा गणहरूसँग रमाएर बसिरहेका थिए। त्यसैले महादेवले गणका नेतालाई म आजदेखि केही दिनको लागि ध्यानमा बस्न जान्छु। विनायक बच्चै छ, उसलाई राम्ररी स्याहार्नु, उसलाई अनि कैलाशका अन्य बासिन्दाहरूलाई खानपिन, सुरक्षा, मनोरञ्जन आदिमा केही कमी हुन नदिनु। ऊ बिरामी भयो भने राम्ररी उपचार गर्नु, उसलाई हरेक दिन पढाउनु, सबै मिलेर बस्नु, एक आपसमा झगडा नगर्नु अनि कैलाशलाई पनि राम्रो र व्यवस्थित गरेर चलाउनु। केही दिनमै माता पार्वती आइहाल्छिन्, म पनि ध्यान खुल्यो भने आइहाल्छु भनेर उनीहरूलाई राम्ररी अराएर ध्यान गर्न भनेर हिँडे। पहिले जस्तै नन्दी पनि महादेव ध्यान गर्न हिँडेपछि उनको पछि पछि लाग्दै गयो अनि महादेव ध्यानमा बसेपछि नन्दी पनि उनी नउठ्दासम्म उनकै अगाडि जाडो, गर्मी, पानी, हुरी नभनी थुपुक्क त्यही बसिरह्यो। उता कैलाशमा महादेव र पार्वती दुवै नभएको मौका पारी शासन सत्ता आफ्नो हातमा आएपछि गणहरूले सबभन्दा पहिले कैलाशको ढुकुटीमा के छ भनेर हेरे। महादेवको ढुकुटीमा के नै हुन्थ्यो र, तैपनि अलिअलि भएको गाँजा, भाङ र धतुरो खाएर टन्न सुते। त्यसपछि नपुगेर बाल विनायकका लागि माता पार्वतीले बनाएर राखिदिएको खानेकुराहरू, मोदक, लड्डुहरू खाएर केही दिनमै गणहरू यत्रो भुँडी बनाएर हिँड्न थाले। गणतन्त्र आएपछि पातालमा बसेका राक्षसहरूलाई पनि कैलाशमा आवागमन गर्न सजिलो भएको थियो। काला अनुहारका, मोटा, लामा जुङ्गा पालेका, राता राता आँखा गरेका राक्षसहरू कैलाशमा आएर त्यहाँ आफू मर्जी खाने, सुत्ने, मोज मस्ती गर्ने, जताततै फोहोर गर्ने, महादेवले ध्यान गर्नको लागि बनाएको ठाउँ अनि पार्वतीले बनाएको सुन्दर बगैँचा भत्काउन गर्न थाले। उनीहरूलाई थाहा थिएन ती वस्तुहरू कैलाशको सुन्दरताको लागि कति महत्वपूर्ण छन् भनेर। उनीहरूलाई खाली खाने, सुत्ने, मस्ती गर्ने बाहेक अरू सुर्ता थिएन। विनायक बिचरा सानै थिए, के नै थाहा हुन्थ्यो र। राक्षसहरूले गणहरू र पार्वती पुत्र बीचमा विभाजन ल्याएमा त्यहाँ आफ्नो आदेश र इच्छा अनुसार काम गर्न सकिने देखेर दुवैतर्फबाट उनीहरूलाई उकास्न थाले। विनायक कहाँ गएर गणहरूको चुक्ली लगाउने अनि गणहरू कहाँ गएर विनायकको चुक्ली लगाउने गर्न थाले। केही समयमै गणहरू र विनायकको बीचमा दूरी र वैमनस्यता बढ्यो। त्यो देखेर ती दैत्यहरू मक्क परे अनि त्यहाँ आफ्नो इच्छा अनुसार गणहरूलाई प्रयोग गर्न थाले। राक्षसहरूसँग मिलेर गणहरूले विनायकलाई र भूत प्रेतलाई एक्लाए अनि उनीहरूलाई खान नदिने, गाली गर्ने, दुःख दिने कामहरू गर्न थाले। भूत प्रेतहरू त्यहाँ बाँच्न नसकेर भागेर शमशानमा गएर बस्न थाले। यत्रो भुँडी भएका विनायक खान नपाई सुकेर सुइँखुट्टे भए। त्यसको साटो गणहरू मोटा भए, विलासी भए। राक्षसहरू पनि कैलाशको सम्पत्ति आफ्नै जस्तो गरेर उपयोग गर्न थाले। त्यसै गरी धेरै समय बित्यो। विनायकले सहन सक्ने जति सहे, तर एक दिन खप्नै नसक्ने गरी साह्रै भोक लाग्यो अनि गणहरू र राक्षसहरू बसेर भोजन गरिरहेको ठाउँमा गएर खानेकुरा मागे। गणहरूले उनलाई हप्काए अनि आफूले खाएको जुठो दिएर त्यहाँबाट जान भने। बाल विनायकलाई साह्रै पिर लाग्यो। आफ्नै ठाउँमा आफै यति तिरस्कृत भएर जिउनु परेको छ, पेटभरि खान पाइँदैन भनेर। गणतन्त्र ल्याउनको लागि गणहरूको लहैलहैमा लागेर पिताजीसँग लडाईँ गरे, तर आज गणहरूले यो अवस्थामा पुर्याए। गणतन्त्रले रुवायो भन्ने सोच्दै भक्कानो छाडेर महादेवलाई पुकार्दै रुन थाले। बाल विनायकले आफूलाई पुकारेको ध्यानमा बसेका महादेवले अनुभव गरे अनि के भएछ विनायकलाई भनेर ध्यान दृष्टिले हेर्दा विनायक र कैलाशको त्यो लथालिङ्ग स्थिति देखेर निकै क्रुद्ध भई जुरुक्क ध्यानबाट उठी वायुको गतिमा कैलाशतिर लागे। त्यो थाहा पाएर दैत्यगुरु शुक्राचार्यले तुरुन्तै दैत्यहरूलाई कैलाशबाट भाग्न भने। कैलाशमा मस्ती गरिरहेका दैत्यहरू तुरुन्तै त्यहाँबाट भागेर पातालतर्फ सुइँकिच्चा ठोके। महादेव कैलाश आइपुग्दा गणहरू मातेर त्यहाँ पल्टिरहेका थिए भने विनायक चाहिँ बिलौना गर्दै रुँदै थिए। महादेव आएको देखेर विनायक रुँदै उनको पाउ परे। पिताजी। आफ्नै घरमा आफ्नो प्रिय पुत्रको त्यो दयनीय स्थिति देखेर महादेवलाई निकै रिस उठ्यो। केही नभनी उनी गणहरू भएको ठाउँमा गए। महादेवको पदचाप सुनेर गणहरू जुरुक्क उठे। उनीहरूको सबै नशा एकैछिनमा उत्रियो। उनीहरूलाई पर्यो फसाद। कहाँ भाग्नु, के गर्नु, कसलाई दोष दिनु। महादेव क्रुद्ध हुँदै सोधे, के गरेको तिमीहरूले? मैले तिमीहरूलाई गणतन्त्र दिएको यही गर्न हो। हेर त यो कैलाशको हाल।
तिमीहरूलाई अलिकति पनि लाज लाग्दैन? हेर त विनायक दुब्लाएर कस्तो भएको छ। जसले गणतन्त्र ल्याउन तिमीहरूलाई यत्रो सहयोग गर्यो, आज त्यही विनायकलाई तिमीहरू भोकै मार्दैछौ। यही हो तिमीहरूको गणतन्त्र। पातालका राक्षससँग मिलेर कैलाशलाई भताभुङ्ग बनाउँदा तिमीहरूलाई अलिकति पनि बुद्धि पलाएन। कैलाश हाम्रो मातृभूमि हो, हामीले यसको रक्षा गर्नुपर्छ, विकास गर्नुपर्छ, कैलाशका बासिन्दाहरू मिलेर बस्नुपर्छ भन्ने तिमीहरूलाई याद आएन? तिमीहरू त उल्टै पातालबाट आएका राक्षसहरूसँग मिलेर विनायकलाई भोकै बनायो, थिचोमिचो गर्यो, आफूहरूभित्रै दुश्मनी बढायो। यहाँ तिमीहरूको शासनमा बस्न नसकेर भूतप्रेतहरू कैलाश छोडेर भाग्न बाध्य भयो। अब भन, तिमीहरू के भन्छौ? के सजाय दिनु पर्यो तिमीहरूलाई? गणहरूसँग केही उत्तर थिएन। टाउको निहुराएर महादेवको अगाडि उभिरहे। गणहरू मध्येको एकजनाले आँट गरेर भन्यो, प्रभु, हामीले गल्ती गर्यौं, हामीलाई माफ गर्नुहोस्। गणतन्त्र पाएको उन्मादमा हामीले आफूलाई मात्र सर्वसर्वा देख्यौं। कैलाश अनि यहाँका बासिन्दाको इच्छा र आकांक्षाहरू लत्याउँदै विलासी भयौं। हामी सजायको भागीदारी छौं। हजुरले हामीलाई जे सजाय दिनुहुन्छ हामी स्वीकार्नेछौं। सबैलाई क्षमादान दिने कमलो मनका धनी महादेवले आफ्नै गणहरूलाई किन पो क्षमा दिन थिए र? उनले भने, ल, जे हुने भइगयो। तिमीहरूले आफ्नो गल्ती पनि स्वीकार गरिसक्यौ। अबदेखि कैलाश र कैलाशका बासिन्दाहरूको हित सोचेर शासन चलाउनु। गणतन्त्र भनेको मनपरी तन्त्र होइन। विनायकले यत्रो आन्दोलन गरेर ल्याएको गणतन्त्रमा तिमीहरूले राज गर्यौ, तर विनायक चाहिँ भोको र थिचोमिचोमा परेर रुनु पर्यो। विनायक यहाँको बासिन्दा हो, यहाँको जनता हो। शासन तिमीहरूको हातमा भए पनि विनायक र यहाँका अन्य बासिन्दाहरूको हितमा सोचेर तिमीहरूले काम गर्नुपर्छ। विनायकलाई नै प्रयोग गरेर उसको हितमा काम गर्छौ भनेर तिमीहरू कैलाशको सत्तामा पुग्यौ, तर सत्तामा पुग्न साथ यहाँका जनतालाई उपेक्षा गर्दै आफ्नै मात्रै हित सोचेर काम गर्न थाल्यौ। अब यस्तो नहोस्। अब यस्तो कदापि हुँदैन प्रभु, हामीलाई माफ गर्नुहोस्। गणहरूले हात जोड्दै टाउको निहुराएर भने। त्यो देखेर महादेवले तिमीहरूले गरेको गल्तीको सजाय स्वरूप आजदेखि मैले विनायकलाई तिमीहरूको मालिक र ईश्वर बनाइदिएको छु, अर्थात् यहाँका जनतालाई तिमीहरूको ईश्वर बनाइदिएको छु। तिमीहरूले उसलाई मान्नु पर्नेछ र उसको पूजा गर्नुपर्नेछ। यसले गर्दा जब जब विनायकलाई तिमीहरूले दुःख दिन सोच्छौ, विनायकको ईश्वरको रूप तिमीहरूको सामा आउनेछ अनि तिमीहरू पुनः गल्ती गर्नबाट हच्किनेछौ। त्यसैले आजदेखि विनायकको नाम मैले गणपति, गणहरूको मालिक र गणेश, गणहरूको ईश्वर पनि राखिदिएको छु। यदि अझै पनि विनायक र कैलाशका अन्य बासिन्दाहरूलाई ईश्वर जस्तो नसम्झेर पहिलेकै पारामा शासन चलाउन थाल्यौ भने मैले तिमीहरूको यो गणतन्त्र खोज्न बाध्य हुनुपर्नेछ भन्दै ध्यान जारी राख्न त्यहाँबाट अलग हुँदा भए। यो रहेको थियो कथा कैलाशमा गणतन्त्र। यो सँगसँगै आजका सम्पूर्ण कथाहरू सकिएका छन्। तपाईलाई आजका कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै लागौं हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ। हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथा रहेको थियो, हाड छाला छैन बस्छ टुप्पोमाथि, माया गरे बढ्छ काट्नै पर्छ साथी, के हो? यसको सही उत्तर हो नङ। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ, स्वादका निम्ति चाहिने बिउ खोज्दा नपाइने के हो? प्रश्न एकपटक फेरि, स्वादका निम्ति चाहिने बिउ खोज्दा नपाइने के हो? यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। युवराज बोहराज्यू लेख्नुहुन्छ, हिन्दूहरूको महान पर्व महाशिवरात्रिको सम्पूर्ण नेपाली जनमा शुभकामना छ। म अछामबाट दैनिक सुन्ने गर्छु सर भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी रहम बानियाज्यू लेख्नुहुन्छ, जगत पिता जगत माता ओम नमः शिवाय। त्यसैगरी भोजराज रिमालज्यू लेख्नुहुन्छ, ओम नमः शिवाय हर हर महादेव। त्यसैगरी रेशम गिरिज्यू लेख्नुहुन्छ, राम्रो छ कथाहरू, आजको आन्सर नाग होला सर भन्नुहुन्छ। त्यसैगरी राम शोभा खत्रीज्यू लेख्नुहुन्छ, ओम नमो शिवाय। त्यसैगरी सञ्जीव राई चौरासेज्यू लेख्नुहुन्छ, ओम नमः शिवाय। त्यसैगरी उत्तम बिकेज्यू लेख्नुहुन्छ, साह्रै राम्रो कथा, साथै महाशिवरात्रिको शुभकामना छ, सबैको कल्याण होस्, हर हर महादेव भन्नुहुन्छ, धन्यवाद। ग्रेस करुणाज्यू लेख्नुहुन्छ, वाउ भेरी इन्ट्रेस्टिङ स्टोरी अफ गड शिव, ह्याप्पी शिवरात्रि जमिन सर एन्ड एभ्री वान एज वेल भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी
कल्पना दर्लामीज्यू लेख्नुहुन्छ ओम जय शम्भु भन्नुहुन्छ। संगीता राईज्यू लेख्नुहुन्छ वाउ जमिन सर राम्रो कथाहरू। त्यसै गरी अनुजाज्यू लेख्नुहुन्छ आजको कथा साह्रै राम्रो लाग्यो, आजको उत्तर कपाल जस्तो लाग्यो भन्नुहुन्छ। यसलाई पनि सही उत्तर मान्न सकिन्छ। अर्जुन विशीज्यू लेख्नुहुन्छ नमस्कार सर, महाशिवरात्रि कथाहरू एकदमै राम्रा छन् अनि मिठो प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद सर। अनि आजको उत्तर नङ काटेको होला भन्नुहुन्छ सही उत्तर। त्यसै गरी सौरभ तामाङज्यू लेख्नुहुन्छ निकै राम्रो कथा सर, म साउदीबाट सुन्दैछु, हजुरको कथाहरू सबै राम्रो लाग्छ भन्नुहुन्छ। धन्यवाद। त्यसै गरी रिता ठकुरी दिदी लेख्नुहुन्छ नमस्कार भाइ, आजको चारैवटा कथा राम्रो लाग्यो भाइ। भाइको परिवार साथै सम्पूर्ण श्रोताहरूलाई महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। भगवान शिवजीले सबैलाई कल्याण गरून् भन्नुहुन्छ। धन्यवाद। त्यसै गरी प्रवेश केसीज्यू लेख्नुहुन्छ बिग फ्यान दाजु, हजुरको कथा मेरो मन साह्रै छुन्छ दाजु भन्नुहुन्छ। धन्यवाद। युजर सिबीज्यू लेख्नुहुन्छ नाइस स्टोरी। त्यसै गरी दिपेन्द्र मगर र कल्पनाज्यूले पनि कमेन्ट गर्नुभएको छ। त्यसै गरी सुमन सुनारज्यू लेख्नुहुन्छ कथा धेरै राम्रो लाग्यो दाजु, आजको उत्तर कपाल हो भन्नुहुन्छ। कपाललाई पनि सही उत्तर मान्न सकिन्छ। मगर गगनज्यू लेख्नुहुन्छ निकै राम्रो कथा सर, साथै महाशिवरात्रिको शुभकामना व्यक्त गर्न चाहन्छु। अनि आजको गाउँ खाने कथाको उत्तर चाहिँ कपाल हो कि सर भन्नुहुन्छ। कपाललाई पनि सही उत्तर मान्न सकिन्छ। स्वर्णिम राईज्यू लेख्नुहुन्छ नमस्ते हजुर, केस हेयर होला भन्नुहुन्छ। त्यसै गरी मिलन थुलुङज्यू लेख्नुहुन्छ सेवा जमिन सर, all story are very interesting and thank you so much for giving as beautiful story, myself your big fan भन्नुहुन्छ। धन्यवाद। माया श्रेष्ठज्यू लेख्नुहुन्छ नमस्कार जुजुलपा आदरणीय जमिन सर, महाशिवरात्रि पर्वको सबैमा हार्दिक शुभकामना, उत्तर जुङ्गा नङ हो हस भन्नुहुन्छ। सही उत्तर। जोक राईज्यू लेख्नुहुन्छ जमिन सर, किराँतीको छोराले कसरी थाहा भयो होला हिन्दू शिवरात्रिको कथा आजभोलि किराँतीका छोरालाई भन्नुहुन्छ। कमेन्टको लागि धन्यवाद। त्यसै गरी इमलान एफएफज्यू लेख्नुहुन्छ गाउँ खाने कथाको आन्सर हातको नेल होला जस्तो लाग्यो भन्नुहुन्छ। सही उत्तर। दिपेन्द्र मगरज्यू लेख्नुहुन्छ कपाललाई पनि सही उत्तर मान्न सकिन्छ। कमेन्ट गरिदिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ यसरी नै कमेन्ट गरिदिनुहोला भन्दै कथा मन परेमा एक लाइक अवश्य गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला भन्दै आजको कथा बसाइबाट पनि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।